रवि लामिछाने बाघ हो, बाघ जेलबाट निस्किरहेछ, अब भ्रष्टाचारीहरूलाई सक्छ। रवि लामिछानेको लागि हो भने म मेरो 3टै मृगलाई झिकेर बेचेर उहाँलाई पैसा दिन तयार छु। लामिछाने मर्द हो, उसले 5वटा 6वटा 7वटा जतिवटा बिहे गरे नि केही नै हुन्न। सके तिमीहरू नि गराउ न, बिहे गरेर गर्छ त, उसले सक्छ, राम्रो छ, गर्छ। भनेको साक्षात् कृष्ण भगवानको अवतार हो। उहाँले अमेरिकामै 1 लाख रुपियाँ कमाउनु हुन्थ्यो। उहाँ पैसा कमाउने ठग्ने मान्छे भए यहाँ आउनुहुन्थ्यो। झोले रवि लामिछानेको विरोध गर्ने सबै झोले, मासु भातै हो तिमीहरू। आवाज भनेकै रवि लामिछाने हो, हाम्रो मुक्तिदाता नै उहाँ हो। गृहमन्त्री हुँदाखेरि सबै नेताहरूको भागाभाग भएको थियो। मैले देखाएको थिएँ कतिमा गल्तीमा भागिरा। उसलाई अहिले प्रधानमन्त्री दिया भए यो देश उसले स्विजरल्यान्ड बनाइसक्थ्यो। सबै चोर नेताहरूले बिगारे हो। हामीलाई थाहा छैन बिना देश चल्न सक्दैन। मलाई अरू थाहा छैन, मैले भन्दै छु कि देश चल्दैन ऊ बिना। भन्छन् भने म 20 पिउन तयार छु, 20 पिउन म 20 पिउँछु। तिमीहरूको काङ्ग्रेस एमाले नेताहरूले चाहिँ 30 वर्ष देश लुट्दा हुने, रवि लामिछानेले चाहिँ थोरै सहकारीको पैसा खाँदा नि लुटेर भन्ने। तिमीहरू मान्छे होइन हो, मासु भाते हो। लामिछानेलाई सबै विदेशी दलालहरूले फसायो। हामीलाई थाहा छैन, सबै थाहा, सबै भारत चाइना अमेरिकाको हात छ रवि लामिछानेलाई फसाउन। हामीलाई सबै थाहा, उनी कस्ता मान्छे हुन् भने हामीलाई थाहा छैन।